हेर बाबु, अब म बुढो भएँ। अर्स भन्दा लाम माझी गराको घरखेत तेरो, अनि बेसीको घरखेत चाहिँ तेरो। यो घरखेतको कागजपत्र मैले पछि जिम्मा लाउँछु। यो भाँडाकुँडा आदि आदि लाऊ जाऊ छोरा, मिलेर गरी खाऊ जाऊ। छोरीको कर्म मारे पाप पाले पुण्य भनेर जिम्मा आएपछि माइत बस्न हुन्न छोरी। ज्वाइँको घरमा सबैलाई रिजाएर राखेस्, 2-4 शब्द सर केही हुँदैन। घर जाऊ छोरी, घर जाऊ। भोकै थिएँ, केही खान पनि पाएको छैन। यहाँ पनि छैन, यहाँ रहेछ। बिहानदेखि भोकै छु। तँलाई थाहा छ कि थाहा छैन मलाई भोक लाग्छ भनेर? ए हेर्नु न, नानीलाई ज्वरो पाएछ, बिहानदेखि केही खाएको छैन। अझ नानीले मलाई केही पकाउन पनि दिएको छैन। बरु आज हजुरले पकाउनुहोस् न। अनि नानीले आज अस्पताल लानुपर्ने जस्तो भएको छ। पैसा दिए हुन्थ्यो। ला त पैसा पो माग्छ त। अनि म पैसा कहाँबाट ल्याउनु? तेरो माइतीले मलाई दाइजो दिएको छ र? अझ खाना पकाउनु त तेरो काम होइन, मेरो काम कहाँ हो त? अनि आफ्नो काम आफै गर्नु पर्दैन? अझ छोरी बिरान छ भनेर नाटक बारेर बसेस्? जा, आफ्नो माइती गइहाल तेरो माथि।
हामीले हाम्रो आमाले हाम्रो हजुरआमाले भोग्नु भएको हामीलाई सुनाउनु भएको कथालाई यो सङ्गीनी गीती नाटक मार्फत हजुरहरू समक्ष देखाउने कोसिस गर्यौं। अहिले त हाम्रा छोरी चेलीहरू धेरै अगाडि बढिसक्नु भएको छ। यो हामीले देखाउन खोजेको चाहिँ त्यो समयमा हाम्रो आमाले हाम्रो हजुरआमाको हजुरआमाहरूले यस्तो दिन भोग्नु परेको थियो भनेर देखायौं। सबै भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद।